हेलो गुड मर्निङ दर्शन नमस्ते साथीहरू। यो चाहिँ हजुरको नक्खु खोला करिडोर है। नक्खु खोलाबाट मास्ति र साइडमा आज मेरो मर्निङ वाक चाहिँ यो साइडमा हुनेछ। ल हेर्नुहोस् त, देब्रे दाहिने हरियाली आनन्द छ। त्यति हो, बेला बेला चाहिँ मास्तिरबाट बाढी पहिरो आउँदाखेरि यो वरिपरि चाहिँ अलिकति तन्दाव हुन्छ। परार चाहिँ यो यो देखिएको मास्तिरपट्टि सबै डुबाएको थियो, तर अहिले चाहिँ ठिक छ है। हेर्नुहोस्, यिनीहरूको सुताइ बिन्दास छ। यो वरिपरि सुँगुर फार्म छ, त्यही कारणले यिनीहरूले चाहिँ यो वरिपरि खान पाउँछ नि त, त्यही भएर बस्छ कि निकै छ। यस्तो छ हेर्नुहोस्, अझै पनि हिलो हिलो टाइप छ। यो दाहिने साइडमा चाहिँ अलिकति कोही भाग चाहिँ होचो छ र चाहिँ खोला पुरिँदै आएको भएर यो खोलामा सायद मेरो विचारमा चाहिँ अलिकति गहिरो बनाउनुपर्छ कि यो। हेर्नुहोस् न, होइन किन भन्दा मास्तिर डाँडा काँडा छ, खरे खोलाहरू त्यो पुरै ल्याउँछ गिटी बलुवा। ल्याइसकेपछि के गर्छ, यहाँ त्यहीँ तल बस्छ, त्यहाँबाट चाहिँ पुरिँदै 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 आउँछ। अनि चाहिँ यो छेउछाउको चाहिँ वाल चाहिँ करिबन होइन 2-3 फिट चाहिँ माथि उठाउनै पर्छ कि। हो त्यो किसिमले उठायो भने राम्रो हुन्छ कि जस्तो लाग्छ। हुन त यताबाट फेरि खोला अल्गो हुन जान्छ भन्ने कुरो हुन्छ, तर चाहिँ ढल जान्छ त्यो भन्ने कुरो वर्षमा 1-2 चोटि ठुलो बाढी आउँदाखेरिको लागि हो। यो अगाडि देख्नुभएको एरिया पनि अहिले चाहिँ बेसरी राम्रो बन्दैछ। यो माथि ढिकतिर जेस हुँदैछ, छेउछाउतिर पनि राम्रो हुँदैछ। यो बाटो चाहिँ डाइरेक्ट टिका भैरव निक्लिन्छ है। अनि बिहानमा हो भने अहिले अलिकति चिसो भएर होला, नत्र चाहिँ सबै टिपरहरू चाहिँ गिट्टीहरू लिएर आउने बाटो चाहिँ यो पऱ्यो है। त्यो मास्ति र हेर्नु कस्तो मजाको छ। त्यो सुनाखोटी एरियाको माथि स्काइलाइन हेर्नु त, स्काइलाइन कति राम्रो छ। प्लेन आउँदा अझै राम्रो देखिन्छ। त्यहाँ ट्याक्क प्लेन चाहिँ सरर र त्यो स्काइलाइनमा देखिन्छ। यस्तो राम्रो देखिन्छ कि यहाँ अहिले चाहिँ देखिए चाहिँ आएको छैन। यो दाहिने मास्तिर चाहिँ भैँसबारीबाट आउने एरिया नै पर्यो। म चाहिँ अहिले चाहिँ छ्याप हल्का कुद्दै हिँड्दै गरेछु। त्यो भएर यो चाहिँ अहिले कार्यविनायकको फेज 2 भनेर, फेज हुनु त त्यो भित्रपट्टि उता कार्यविनायकमा पनि थुप्रो फेज 1 फेज 2 फेज 3 छ। यो चाहिँ कार्यविनायक 2 भनेको जस्तो लाग्यो। हो त्यो चाहिँ देखिएको चाहिँ कार्यविनायक है। पहिला त्यो माथि बाटो छ होइन, ठुलो हाइवे छ, उता टिका भैरवतिर निक्लिन्छ। छम्पी चुनिखेल टिका भैरव, अनि त्यतैबाट हेटौँडा पनि जान्छ है। त्यो बाटो सिस्ने तिनबाने भन्छ हुँदै जान्छ। सर्टकट राम्रो। अहिले चाहिँ फुल ढलान पिच र ढलान छ त्यो बाटो पनि। मैले पनि पहिला गाडी लिएर अथवा साइकलमा पनि थुप्रैचोटि गइसकेको छु। राम्रो छ। तपाईँहरू चाहिँ मजाले जान सक्नुहुन्छ निर्धक्क। कतै कतै यो हिलो चाहिँ बेसरी जमेको छ। हेऱ्यो भाग पनि अलि होचो एरिया देख्छु मैले। ठुलो खोला, यो खोलालाई फेरि कस्तो गर्दैछ भन्दा खास चाहिँ खोला ठुलो हो, खोलाको क्षेत्र हेर्दाखेरि ठुलो हो, तर चाहिँ के रहेछ देब्रे दाहिने वाल उठाएर अनि रोड निकालेर यो करिडोर बनाइदियो है। करिडोर बनाउँदाखेरि चाहिँ यो खोलाको भाग चाहिँ साँगुरिँदै गयो। सायद हुन त अब गर्नेले पनि मापदण्ड अनुसार गरे होला, मापदण्ड अनुसारै गरे होला, नत्र चाहिँ त बेसरी खुम्चिँदै गएको छ मेरो विचारमा। ल म चाहिँ अहिले हल्का छ्याप डगुर्दै पनि अगाडि बढ्छु होइन। बिहानमा हल्का एक्सर्साइज गरियो भने दिनभरि फ्रेस हुन्छ होइन, फ्रेस पनि हुन्छ। अनि चट्ट फेरि के हो भन्दा बिहानमा काम गरेछ भने काम त भ्याइएको आनन्द हुन्छ कि एउटा मनमा कि है, फिलिङ आनन्द हुन्छ। त्यही भएरले हो। अन्त त्यो अगाडि मेरो पारी देख्नुभएको त्यो चाहिँ अहिले भनिहालेँ। यहाँ चाहिँ भर्खर बनाउँदैछ, यो चाहिँ अझै लाग्छ होला टाइम। अस्ति नै एकचोटि म चाहिँ त्यहाँबाट उक्लिएर माथि गएको। साथीहरू अहिले चाहिँ
मुटुको धड्कन अलिक बढिसक्यो ल। अनि यो खोला कहाँ घुमेछ, घुमेर यहीँ आएछ। यस्तो छ, यहाँबाट पनि जान्थ्यो पहिला खोला, यहाँ पनि यस्तै बनाइदिएछ। यस्तोमा हाउजिङ यस्तो बनाएको छ अन्त अब बिस्तारै एक्सर्साइज पनि हुने भनेर अझै ल। खोला यता पनि हिँड्छ खोला होइन, खास खास उता पनि छ अर्को। यस्तो मैले बनाएको छ खोला। यो मेन खोला चाहिँ यहाँबाट घुमेछ। ए सेतै सेतै अरे पहिरो कुकुर लाने सेतै अरे। लोग रहते हैं यार यहाँ पर, चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। बहुत दर्द हो रहा है भाई। मेरो पछाडि हेर्नु त नक्कु खोला, खोला यस्तरी बगेछ, यति माथि आइसकेको छ खोला। अनि कहाँ हुन्छ, अलिकति भल्यो गीत आउने बित्तिकै माथि आउँछ। फुच्चेहरू हेलो हेलो माछा मारेको हो। यो खोला त यहीँ आइसक्यो, खोला यहीँ छ। यो खोला त्यति माथि छ, अनि किन पस्दैन त नि, यसरी आउँछ नि त माटो। यो माटो आएर पुरिन्छ, पुरेपछि त खोला कहाँ जाओस्, यहाँ आउनु पऱ्यो। ल हेर, ए यो पन्टाङहरू, ए पुन्टाइ के गर्ने, खानेकुरा ल्याएको छैन। आम्बा बाबा बाबा आयो 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 आयो। खुसी भएको छैन बिचरा, के अरे उहाँहरूको त खुट्टामा हानिदिएछ नि त। छैन, मैले के ल्याएको है। के खाने चाहिँले यस्तो खोला त यहीँ छ त, खोला यति माथि खोला छ। यहाँको कार्यविनायक हाउजिङ हेर्नु, यस्तो छ हाउजिङ। ती पक्की बनाएको बनाउनु त, अहिले पछि फेरि नयाँ थपेछ है। यस्तो नयाँ थपे, नयाँ नयाँ डिजाइन बुक गर्दै बनाउँदैछ। यो बाटो कहिले बन्ने हो, यहाँबाट पनि छ बाटो, बाटो छ। चाहिँ हल्का रनिङ गर्दै अहिले चाहिँ यो नयाँ पुल, कार्यविनायक हाउजिङ जोड्ने नयाँ पुल बनाएको छ यहाँ। यो पुल ठ्याक्क सुनाकोटी, माथि सुनाकोटी जान्छ। अब म चाहिँ यो खोला छोडेर यता यहाँ हाम्रो ज्ञान कहाँ हिँडेको तिमीहरू, जाऊ जाऊ जाऊ। यो चाहिँ कार्यविनायक हाउजिङ, यस्तो छ कार्यविनायक हाउजिङ। बाबा बाबा साइक्लिङ टोली, कहाँको टोली आयो त यार। यो चाहिँ खोला यस्तो, त्यो चाहिँ नक्कु खोला चाहिँ कार्यविनायक हाउजिङ। यो खोकनाको यता
माथिसम्म दियो ब्याट्री सकिएर हो कि के हो थाहा भएन तर चाहिँ अब म पनि यो कालो दिन्छु माथि निक्लिन्छ है त्यो बाटो त्यहाँ दिने हो यहाँबाट च्याप दिनुपर्छ यसरी गाडीहरू स्कुल बस आउँदैछ म पनि दिन्छु यो चाहिँ कार्यविनायक हाउजिङको साइडमा ठुलो बाटो छ चाहिँ हाइवेमा आइसक्यो अहिले देखाएको हाउजिङ यो तल अहिले चाहिँ हामी यहाँ छेप दिएर आइसक्यो अब चाहिँ यो हाइवे घर जाने यो बाटो हो ल अहिले भर्खरमा हो त्यो पुलबाट आएको यो पुलबाट ठ्याक्क त्यो पुलबाट छ्याप ओ यो माथि र सुनाकोटी पनि जान्छ यो बाटो अहिले चाहिँ यो बाटो आइसक्यो यस्तो राम्रो छ ल हाउजिङ हो यो मुनि अघि पनि देखाएको घर फेरि यहाँ पारि यहाँ च्याट्टै बनाउँदैछ अहिले हामी चाहिँ अब यहाँ म चाहिँ यहाँ आइसकेँ अहिले चाहिँ म त्यति गाडी आएको नि छैन पछाडि बत्ता आयो फेरि एउटा हातले आइसकेको छ अहिले चाहिँ ठ्याक्कै यहाँ आइपुग्यो म यो यहाँ चाहिँ डिक्स होम छ डिक्स होमको माथि यस्तो मजाको ठाउँ छ यो यता बुङमती पर्यो भनेपछि यता यो चाहिँ खोकना पर्यो त्यो चाहिँ किर्तिपुर टुक्रा यो चाहिँ भैँसपाटी एरिया पर्यो लाने ट्याक्क किर्तिपुर व्हाइट हाउस भाकेर भर पिपलु छोएर पर पिपलु
एटलिस्ट यत्तिको कुदेपछि यत्तिको पसिना आउनु पऱ्यो नि एटलिस्ट यत्तिको पसिना त आउनु पर्यो ल इतनी खुशी मुझे आज तक अब रुक जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भागेर भर पिपल भागेर भर पिपल यो तन्दिए यो मन्दिए यो तन्दिए यो मन्दिए तिमीलाई एक मायालु छोएर पर पिपलु भागेर भर पिपल